ल है दार्चुला लाग्नु भएको टिमहरू यो चाहिँ काठमाडौँबाट दार्चुला लागिरहनु भएको छ। उहाँहरू चाहिँ आज 19 गते ठ्याक्क दार्चुलामा जाँदै हुनुहुन्छ। आज गयो भने कहिले पुगिन्छ? आज गएपछि कहिले पुगिन्छ सर? अब हामी पर्सिको दिन निकोर्सी आज ढिलो हिँड्यो। बिहानै हिँडेको चाहिँ पर्सि पुग्थ्यौँ कि। कति घन्टा लाग्छ? घन्टा 3-4 दिन लाग्छ। 4 दिन लाग्छ। झन्डै 48 घन्टा। झन्डै 48 घन्टा लाग्छ भनिरहनु भएको छ। यो चाहिँ के हो नि सर? यो चाहिँ त्यहाँको एकजना अशक्त महिला हुनुहुन्छ, उहाँको लागि चाहिँ लाँदै गरेको व्हिलचेयर। व्हिलचेयर अनि यसरी लाँदै हुनुहुन्छ। लगभग 48 घन्टाको यात्रा। बताइरहनु भएको छ उहाँहरूले। भारी मिलाइरहनु भएको छ है त। यो व्हिलचेयर माथि राख्नु, व्हिलचेयर माथि गरेर राख्नु ल यिनीहरू। एक बोतल मात्रै राखेर यता राख्यो हुन्छ। ल अब कति दिन लाग्छ सर हामी 3 दिन पुग्छौँ होला। 3 दिन पुग्नुहुन्छ? हजुर 3 दिन या 4 दिनमा चाहिँ अब बिचमा अध्यक्षज्यूहरू पनि रिसिभ गर्नुपर्ने भएकोले गर्दाखेरि अलिक ढिलो चाहिँ ढिलै होला। बाटोघाटोहरू कस्तो छ? बाटो दार्चुलाको सदरमुकामसम्म चाहिँ पिच हो। त्यहाँदेखि चाहिँ लगभग 70 किलोमिटर चाहिँ कच्ची हो। 70 किलोमिटर चाहिँ कच्ची। हजुर। अहिले कतिजना जाँदै हुनुहुन्छ? हामी अहिले 4-5 जना छौँ। एकजना बाटोमा पस्ने भएर 5 जनाको रेडी छौँ। सिट प्याक छ। ए हस्, एकदम शुभ यात्रा। हस्, थ्याङ्क यू। हजुरहरू सुरुमा अहिले अगाडि जानुको कारण चाहिँ के छ? हामी चाहिँ म्यानेजमेन्ट टिममा पऱ्यौँ। त्यहाँको खाना बस्नको अनि त्यहाँ सुत्ने अब जस्तै श्रमदाताहरू आउनु हुँदैछ, त्यसको म र हाजिर बर्तन 2 जना हामी छौँ टिम म्यानेजमेन्टको लागि। त्यहाँ खाने बस्नेको सबै व्यवस्था गर्नुपर्ने भएको